गाइज वेलकम टु माई ब्लग। म चाहिँ हजुरको काकास अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला। म सन्चै छु। आज कति हो आज 2082 साल 2082 साल वैशाख जेठ असार साउन भदौ असोज कार्तिक 2072 साल 2082 साल 7 महिना 28 गते आज भिडियो रेकर्ड गर्दैछु गाइजहरु। भिडियो बनाउँदैछु है। भिडियो अन्तिमसम्म हेर्दिनु होला। हजुरहरूले आजभोलि अन्तिमसम्म भिडियो हेर्दिनु हुन्न है। अन्तिमसम्म हेर्दिनु होला सो गाइजहरु है। सो गाइजहरु देख्न सक्नुहुन्छ है। हिजो सब गराइसक्नु भइएछ है। टेन्सन सबै तासी गरिसक्नु भइएछ। आज हुनुहुन्न है। हिजो त हुनुहुन्थ्यो होइन, आज हुनुहुन्न। सो गाइजहरु भिडियो अन्तिमसम्म हेरिदिनु होला गाइजहरु। लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला। भनिराख्नु पर्दैन त्यो त हजुरहरूलाई मैले है गाइजहरु। सो गाइजहरु आज पहिले है भिडियो हल्का छोटै आउँछ, किनभने छोटो धेरै लामो पनि त्यो गर्न सकिँदैन नि त। त्यो भएर भिडियो छोटै आउँछ गाइजहरु है। भिडियो अन्तिमसम्म हेरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न नभुल्नु होला। सो गाइज यहाँ चाहिँ हम्पाइपी पानी बगिरहेको रहेछ गाइजहरु। यता लगेछन्, अस्ति न लगेको थिएनन्, आज लगेछन्। यता फेकिन लगे होला नि बबुल्लाहरूले। सोतामा लगेको छन् सो गाइजहरु। सोतामा त यहीदेखि गइहाल्छ, घाँटी उतैदेखि आइहाल्छ गाइजहरु होइन। यिनीहरू चाहिँ गुवाजेहरू भएर सो गाइजहरु है। गुवाजे भन्नाले खै त के गर्नलाई हो थाहा भएन गाइजहरु। यो चाहिँ मेरो साथीको घर देख्न सक्नुहुन्छ है। गुरुले दादाको घर है। अब कति गाइजहरु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है गाइजहरु। बाबु कान्छ सो गाइजहरु है। म चाहिँ अब निकालिसकेँ। घर धेरै टाढा छैन, नजिकै छ है। अगाडि चाहिँ गोरु बाँधेको रहेछन्। आज धेरै दिनपछि देखियो, कतै जोत्न सोध्न लगेको थियो होला। सक्नुहुन्छ है। यो चाहिँ खतरा ठाउँ छ है गाइजहरु। यो चाहिँ पानी गाडी आइरहेको छ, थाहा भएन। यो पानी बगेको हिलो छ। मलाई पनि यहाँदेखि बगेको गाइजहरु। सक्नुहुन्छ कस्तो पहलो है। मूल फुटेको हो यो गाइजहरु। सो गाइजहरु मूल फुटेको छैन चाहिँ होइन। देख्नु भइयो होला कि यतिर राम्रोसँग देखेर बसेर सक्नुहुन्छ। मूल फुटेको छ ए। त्यो चाहिँ अघि मैले कुरा गरेको थिएँ नि, त्यो चाहिँ भाइयो मेरो साथीको है। गुरुले दादाको भाइयो। दुई चाहिँ डुबिरहनु भएको छ, किन डुबिरहनु भएको थाहा भएन सो गाइजहरु। यहाँ बुई डुबिरहनु भएको छ भर्खर। के कारणले डुब्नु थाहा भएन गाइजहरु है। भिडियो अन्तिमसम्म हेरिदिनु होला। जाँदै हुनुहुन्छ फेरि के कामले हो। आज काम छ भनेर त्यही भएर
भ्लग छोटो छोटो भइरहेको छ है। भ्लग छोटो छोटो हुनुको कारण के हो भन्दा टाइम हुँदैन नि त गाइजहरू, टाइम पनि त हुनु पऱ्यो नि त, टाइम हुँदैन, त्यही भएर आजभोलि भ्लग छोटो छोटो आइरहेको छ। सो गाइजहरू भिडियो अन्तिमसम्म हेर्न सक्छु, थ्याङ्क यू। आजको लागि यति नै, बाई 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 बाई।